प्रधानमन्त्रीज्यूले त भन्नुभयो सन्दीप चम्क्यो होइन, तर सन्दीप बाहेक अरू कहिले चम्किने त होइन? अरूले पनि त पर्फर्मेन्स त्यत्तिकै दिइराख्नु छ, अरूले पनि त त्यत्तिकै मेहनत गर्नुभएको छ होइन? उहाँहरूलाई चम्काउने वातावरण कहिले ल्याउने त होइन? अब मैले सायद म नराम्रो पनि देखिन सक्छु होइन यो प्रश्न सोधेकोमा, त्यसको लागि माफी पाऊँ, तर भोलि गएर अरूलाई नभए पनि मलाई आफ्नो प्लेयरहरूको त चिन्ता छ नि। माफी माग्नु पर्दैन, नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता ग्यारेन्टी गर्छ कमसेकम आजसम्म। त्यही पनि अब हुन्छ नि, हामी भन्छौँ नि कहिले काहीँ यदि अब त्यो कुराले हट हुन पुग्यो भने माफी पहिल्यै माग्नुपर्छ होइन? तर मेरो टिमको प्लेयरहरूको भविष्य कसले हेरिदिने त, जब उहाँहरूले आफ्नो भविष्य पुरै नेपालको लागि दिनुभएको छ होइन? त्यो पनि त हेर्नु पऱ्यो नि। सन्दीप जस्तै अरू कहिले चम्किने त, सन्दीप जस्तै फेसिलिटिज अरूले कहिले पाउने त? सायद त्यो कुरामा पनि अलि ध्यान जाओस् कि नट ओन्ली क्रिकेट, म सबै स्पोर्टहरूको बारेमा कुरा गरिरहेको छु, जुन जुन स्पोर्टहरूले चाहिँ